अनि नमस्ते, स्वागत छ मेरो आजको मिनी भ्लगमा। आजको हजुरहरूको दिन चाहिँ कसरी बित्यो? आज चाहिँ मेरो दिन चाहिँ यसरी बाबुलाई सुई लाउन लिएर गएर बित्यो। आज चाहिँ बाबुको 14 हप्ताको सुई थियो कि, अनि त्यसपछि हामी खानासाना खायो र मम्मी र म लाग्छौँ हाम्रो हेम्जाको हेल्थ पोस्टतिर। प्रत्येक महिनाको 4 गते चाहिँ बच्चाहरूलाई यसरी सुई लाउने गरिन्छ कि। अब वडा वडाको छुट्टै छुट्टै गते हुन्छ नि त लगाउने। अनि चाहिँ भन्नुहुन्छ भने यति धेरै भिडभाड थियो नि, बच्चाहरू कति धेरै थियो कि, हामीले पनि 40-50 मिनट त कुर्नै पर्यो कि। अनि बाबुलाई निन्द्रामा लिएर गएको नि त। अनि फेरि त्यहाँ चाहिँ फेरि निदाइरहेको बच्चालाई सुई लगाइदिन्न, उठाउनै पर्छ, जति निदा छ भने नि उठाउनु पर्छ क्या। अनि बल्ल बल्ल झन्न निदाएन। त्यसपछि चाहिँ हेर्नु न, यहाँ चाहिँ पोलियो थोपो खुवाउने रे सुरुमा, अनि त्यसपछि एउटा पाखुरामा अनि एउटा चाहिँ साप्रामा लगाउने सुई थियो कि। अनि त्यहाँको सिस्टर पनि सबै बच्चाहरूलाई सुई लगाउँदा होला नि है, यस्तो हँसाउनु भयो थियो कि। पोलियो थोपो खुवाइसकेपछि मैले बाबुलाई औषधि खुवाएँ कि खुवाइन अरे भन्नुहुन्छ। अनि खुवाउनु भयो भनेर सुई त लगाइदिएँ क्या है, पहिलो सुई भन्नुहुन्छ। होइन एउटा नि लगाइदिनु भएन भनेको, सम्झाउनु है मलाई, फेरि म त बिर्सिहाल्छु भन्नुभएको थियो कि है। अनि मलाई चाहिँ मनमा कस्तो कस्तो भइरहेको कि, ला यस्तो बिर्सिने मान्छेले बिर्सेर अर्कै सुई त लगाइदिनु न भनेर। अनि होइन त्यस्तो केही होइन, अब यत्रो बच्चाहरूलाई लाउँदा दिमाग पनि खराब भइरहेको हुन्छ नि त। अनि कति थाक्नु भएको थियो कि, पसिना हुनुभएको थियो। कुनै बच्चाहरू रोएर मान्दैनन्, कुनै बच्चाहरू सुतिरहेका हुन्छन्, उठ्न मान्दैनन्, त्यस्तै हो होइन। अब हामीले नबुझेर कसले बुझ्दिने त। अनि हेर्नु न, बाबुलाई सुई लाउने बेलामा चाहिँ यसो रोयो एकछिन रोयो, अनि त्यसपछि त लुपुक्क निदाइहाल्यो कि काखमा लिएको त। अनि त्यसपछि घर आएर पनि निदायो एकछिन। अनि त्यसपछि चाहिँ घर आएर चाहिँ मिठो लस्सी बनाएर खाएको कि। यो लस्सी चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको। ल बनाउनु त आज भनेको त, अनि बनाउनु भयो। त्यसपछि चाहिँ मम्मीले चाहिँ मैले यहाँ रोटीमा घिउ हालेको पनि देखाउ न, हामी पनि मैले बनाएको रोटी पनि देखाऊ भन्नुभयो। अनि त्यसपछि मैले मम्मीले बनाएको रोटी पनि देखाइहालेँ यहाँ। अनि त्यसपछि हामी खाजासाजा खायो अरे चाहिँ। अब त्यसपछिको ड्युटी त भन्नु नपर्ला साथीहरू, सुई लाएर आएको दिन बच्चाहरू के हुन्छन्, रोइ झिझ्झे, खुट्टा दुख्छ के दुख्छ, अनि यसलाई चाहिँ फकाउँदै हुनुहुन्छ कि। अनि माथि चाहिँ यस्तो लाइट देखाएपछि यसो त्यो लाइट हेरेर पनि मानिराख्छ। सकेसम्म हामीले चाहिँ निको खुवाइहाल्दैनौँ, यसरी मानिरहेछ भने चाहिँ सकेसम्म मानोस् भन्ने हुन्छ नि त। अनि घरिघरि खुट्टा चलाउँदाखेरि चाहिँ ऊ चाहिँ रुन्छ के, खेल्न खोज्दाखेरि उसले खुट्टा चलाइरहेको हुन्छ नि त। अनि त्यसपछि रुन्छ, त्यसपछि फकाउने हो। अब धेरै नै राति दुख्यो भने त निको खुवाउनु पर्ला। ल साथीहरू, आजको लागि मेरो मिनी भ्लग चाहिँ सकियो। हजुरहरूको दिन कसरी बित्यो भेटौँला अर्को भिडियोमा। अनि मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। गुड नाइट साथीहरू, बाई।